सम्पूर्ण मित्रहरूमा म स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी यो मेनछ्याम गाउँपालिकामा आइपुगेको छौँ। यो मोराङ बजार हो, जुन यो देखिएको दृश्य, यिनीहरू चाहिँ मोराङ हो। यिनीहरू यो परको स्कुलहरू। म विगत यहाँनिर 22-23 वर्ष पछाडि म सानो छँदाखेरि यहाँनिर आएको थिएँ। त्यहाँदेखि म आज आइपुगेको छु। म चाहिँ यहाँनिर श्रम संस्कृति पार्टी कमिटी गठन गर्नुको लागि जिल्लालाई नेतृत्व गरेर यहाँनिर आएको हो यो पालिकामा। आज यो पालिकामा आउँदाखेरि चाहिँ म एउटा इतिहासको कुरा गर्नु मन पर्यो। मोराङको नामकरण चाहिँ कसरी हुन गयो भन्ने खालको कुरोमा चाहिँ म एउटा भिडियो छोटो बनाउनु मन परेको हो। र यो पर देखिएको चाहिँ यो देखिएको म तपाईँहरूलाई जुम गरेर देखाउँछु। हो, यहाँ चाहिँ एउटा ओडार जस्तो दुलो भएको कारणले त्यसलाई चाहिँ मोराहङ भनेर चाहिँ लिम्बू भाषाबाट नामकरण गरिएकोलाई चाहिँ मोराङ भनेर चाहिँ यसलाई चाहिँ मोराङ नाम रहेको हो। र मेरो युट्युब च्यानल हेर्ने मित्रहरूले चाहिँ भिडियोलाई चाहिँ सब्सक्राइब गरिदिनु होला मित्रहरूले। अनि यो पारी देखेको चाहिँ यो चाहिँ पौठाक हो। सिर्जुङ यता माथि हो सिर्जुङ। पौठाक यता हो, यता पनि पौठाक हो। यो पौठाक लाब्री भन्दो रहेछ यसलाई। मैले अघि यहाँको मान्छेलाई सोधेको थिएँ, पौठाक लाब्री भनिँदो रहेछ। र यता पर चाहिँ ओयाकजुङ पर्छ है त मित्रहरू। र आजको कार्यक्रम जुन श्रम संस्कृति पार्टीको कमिटी गठन चाहिँ मेनछ्याम गाउँपालिका कमिटी गठन चाहिँ गरिसिद्ध्याएर चाहिँ अब चाहिँ हामी हाम्रो गन्तव्यतिर लाग्दैछौँ मित्रहरू। र यता तल छ हामी जाने बाटो चाहिँ। यस्तै छ मित्रहरू। आज श्रम संस्कृति पार्टी चाहिँ गठन गरेर अब हामी जाँदैछौँ। र यो मोराङ बजार चाहिँ यस्तो रहेछ मित्रहरू। म चाहिँ यहाँ चाहिँ अब धेरै पहिला आएको थिएँ। यो रोडहरू विस्तार भएको थिएन। अहिले चाहिँ रोडहरू विस्तार भएर पनि यस्तो भएको रहेछ। सिर्जुङ जाने सायद यही बाटो होला जस्तो लाग्छ। हाइवे बाटो सिर्जुङ पौठाक जाने बाटो यो होला जस्तो लाग्छ। यता पिचै रहेछ यतातिर चाहिँ बजार चाहिँ। हुन्छ म आएँ। यो चाहिँ सिर्जुङ जाने बाटो रहेछ, हाइवे यस्तो रहेछ मोराङ बजार मित्रहरू। यता यस्तो रहेछ यो मोराङ बजार चाहिँ। आज लामो समयमा मोराङ बजारको अवलोकन गर्नु पाउँदाखेरि एकदम ज्यादै नै खुसी लागेको छ। र कुमारी ब्याङ्क पनि रहेछ यहाँनिर चाहिँ मोराङ बजारमा। यहाँ पर कुमारी ब्याङ्क पनि रहेछ भन्दै मित्रहरू म यो भिडियोदेखि चाहिँ अन्त्य हुनु चाहेँ है त मित्रहरू। बाई बाई।